मेरो बाउसित जसको हो को हो तेरो बाउ? जसको नामले मात्रै काठमाडौँ हल्लिन्छ। महेश कुमार शर्मा। अतीतलाई बिर्सिने भनेको होइन, बट अतीतलाई अतीतमै छोड्ने। शर्मा यति एयरलाइन्सको फ्लाइटबाट पोखरा गएको थियो। यो इन्भेस्टिगेसन होइन। हेलो एभ्रिवान, वेलकम टु BSDC कम्युनिकेसन्स। मास्टरनी एउटा इन्गेजिङ, सिरियस र सस्पेन्सले भरेको नेपाली क्राइम थ्रिलर मर्डर मिस्ट्री फिल्म हो। फिल्मको एउटा पात्र हराएपछि उनलाई खोज्न गरिने इन्भेस्टिगेसन र आफ्नै छोरीलाई बचाउन एउटी आमाले गर्ने स्ट्रगलको वरिपरि यो कथा घुमेको छ। फिल्म मास्टरनीको पूर्ण कथा के हो? हलमा गएर यो फिल्म तपाईँले हेर्ने कि नहेर्ने? आज हामी यही फिल्म मास्टरनीको रिभ्यू अनि एनालाइसिस गर्दैछौँ। भिडियोलाई अन्तिमसम्म हेर्नुहोला। मास्टरनीको कथाको सुरुवात एउटा स्कुलको कम्पाउन्डबाट हुन्छ, जहाँ एकजना स्टुडेन्ट लडखडाउँदै आएर ढल्छन्। सर्पले टोकेको डरले उनलाई फर्स्ट एड दिनको लागि विद्यार्थी र टिचरहरूको भिड लाग्छ। यत्तिकैमा इन्ट्री हुन्छ साइन्स टिचर तुलसी छेत्री यानि कि प्रियङ्का कार्कीको। तुलसीले सफलतापूर्वक आफ्नो स्टुडेन्टको उपचार गर्छिन् र ठिक पार्छिन्। त्यसपछि उनको त्यो सिप र ज्ञानको प्रशंसा हुन्छ। हस्ब्यान्डसँग छुट्टिएर बसेकी तुलसी आफ्नी छोरी अङ्कितासँग बस्छिन्। अङ्किताको साथी एकजना नेताको छोरी सिसिलिया हुन्छन्। एक दिन सिसिलिया अङ्किताको घरमा भेट्न आएपछि कुनै जानकारी बिना बेपत्ता हुन्छन्। त्यसपछि तुलसी र उनकी छोरी शङ्काको घेरामा पर्छन्। फिल्मको मुख्य स्टोरी नै छोरीलाई बचाउन आमाले गर्ने स्ट्रगलमा अघि बढ्छ। फिल्ममा अनगिन्ती ट्विस्ट र टर्न्स छन्। सबै कुरा बुझ्नलाई तपाईँहरूले हलमै गएर यो फिल्म हेर्नुपर्ने हुन्छ। फिल्ममा कलाकारहरूको एक्टिङको कुरा गर्दा प्रियङ्काले तुलसीको रोल एकदमै म्याच्योर र पावरफुल्ली निभाएकी छन्। छोरीको रूपमा डेब्युट गरेकी सिमरन खड्काको काम राम्रो छ। इन्भेस्टिगेटिङ अफिसरको रोलमा आर्यन सिग्देल निकै सुहाएका छन्। नेता बनेका प्रमोद अग्रहरी र मन्त्री सरोज खनालको एक्टिङ नेचुरल लाग्छ। यसबाहेक गौरी मल्ल, दीपक राजगिरी, दीपाश्री निरौला, अनुप विक्रम साई, ऋचा शर्मा, सन्दीप छेत्री, रक्षा थापा, जित्तु नेपाल, विशाल पहाडी र दिनेश काफ्ले जस्ता धेरै कलाकारहरूको केमियो र उपस्थिति ठिकठाक छ। तर पनि कुनै कुनै क्यारेक्टरको बिल्डअपमा भने अझै ध्यान दिएको भए इफेक्टिभ हुने लाग्छ। टेक्निकल साइड्सको कुरा गर्दाखेरि डिरेक्टर शुभेन्दु घोषको काम एकदमै टेक्निकल र स्मार्ट छ। लेखक सान बस्नेतको कथामा बनेको मास्टरनी नेपाली फिल्ममा सधैँ देखिने स्टोरी टेलिङ भन्दा फरक छ। फिल्मका दृश्य र प्रस्तुतिमा केही साउथ इन्डियन फ्लेभर आए पनि डिओपी युवराज इन्दोरियाको टिमको सिनेमाटोग्राफी एकदमै स्ट्यान्डर्ड र सुन्दर छ। फिल्मको अर्को बेस्ट पार्ट भनेको सन्तोष लामाको आर्ट डिरेक्सन हो। नेपाली फिल्मको सेटअपमा यतिको डिटेल वर्क कमै देख्न पाइन्छ। फिल्मको म्युजिक र ब्याकग्राउन्ड स्कोरले सस्पेन्स इन्भाइरोमेन्ट बनाउन ठुलो हेल्प गरेको छ। फिल्ममा एउटा मात्र गीत छ जसभित्र तुलसीको बिहे, छोरी दियाको जन्म र श्रीमान अनुप विक्रमसँगको बिछोडसम्मलाई मोन्टाज स्टाइलमा सुन्दर तरिकाले देखाइएको छ। तर विवाहको दृश्यमा सिन्दुर लगाएको तरिका भने हाम्रो नेपालको स्ट्यान्डर्ड ट्रेडिसन भन्दा फरक देखिन्छ। यसको कारण भारतीय निर्देशक र प्रियङ्का कार्कीको परिवार जस्तै अनेक संस्कृतिको प्रभाव हुन सक्छ। उता दर्शकलाई एक दुईवटा दृश्यहरू अलि बढी फिल्मी र नाटकीय महसुस हुन सक्छ। तर पनि टेक्निकली र प्रस्तुतिको कुरामा यो फिल्म बलियो छ, जुन हेरिरहँदा स्टार्ट टु एन्डसम्म बोरिङ लाग्दैन र सस्पेन्स कायमै राख्न सफल हुन्छ। यता फिल्मका नन लिनियर स्टोरी टेलिङ र धेरै फ्ल्यासब्याकले गर्दा दर्शकहरूमा केही कन्फ्युजन हुन सक्छ। धेरै कलाकारहरूलाई केमियोमा देखाउन जबरजस्ती नयाँ प्लटहरू थपे जस्तो पनि लाग्न सक्छ। फिल्मको स्ट्रङ पोइन्ट भनेकै लोकसेवा पास गरेकी एक महिलाको इन्टेलिजेन्स र टेक्निकल माइन्ड मार्फत रहस्यहरू सुल्झाउँदै लैजानु हो। बिच्छी यानि कि स्कर्पियोले टोक्दा गरिने घरेलु उपचार, साइन्स र टेक्नोलोजीका विभिन्न फ्याक्टहरू मास्टरनीले सिकाउँदै जान्छन्। यी दृश्यहरू देख्दा आजको टिनेज स्टुडेन्टले हेर्नै पर्ने फिल्म पो रहेछ भन्ने अनुभव धेरैलाई हुन सक्छ। अर्कोतर्फ फिल्ममा डेड बडी म्यानेजमेन्ट गर्न अप्नाएको क्रिएटिभ दृश्य बाहेक कुनै पनि ठुलो एक्सन, बेड सिन वा रेप सिन जस्ता भायोलेन्ट दृश्य छैनन्। यति राम्रो साइन्स र टेक्नोलोजी सिकाउने फिल्मलाई सेन्सर बोर्डले किन 16+ सर्टिफिकेट दियो भन्ने कुरा धेरैलाई लाग्न सक्छ। यो फिल्म र दृश्य हेरेर भन्दा पनि सेन्सर बोर्डको फिक्स्ड गाइडलाइन्सका कारण बाध्य भएर 16+ सर्टिफिकेट दिएको जस्तो देखिन्छ। अर्कोतिर फिल्म हेरिसकेपछि एउटै प्रश्न मनमा आउन सक्छ, यति परिपक्व फिल्मले किन सुरुमा डबल मिनिङ र सस्तो प्रमोसन सङ्ग ल्याएर पब्लिसिटी गर्यो? किन प्रियङ्का कार्कीले यस्तो स्क्यान्डल अप्नाइन्? यसले नेपाली फिल्म इन्डस्ट्रीमा कन्टेन्ट अनुसारको दक्ष डिजिटल मार्केटिङ टिमको अभाव रहेको स्पष्ट पार्छ। यस्ता चिप पब्लिसिटीले धेरै इन्टेलेक्चुअल अडियन्सले हलमै गएर हेर्ने डिसिजनलाई क्यान्सल गर्न सक्छन्।
उता फिल्म हेरिरहँदा आर्यन सिग्देलले निभाएको पुलिस अफिसर दुर्गेश थापाको क्यारेक्टरले भने दर्शकलाई त्यही कन्ट्रोभर्सियल प्रचार भएको फिल्म यही नै हो भन्ने याद दिलाइरहन्छ। फिल्मको एडिटिङ, कलर, डिओपी र साउन्ड डिजाइन जस्ता इन्डियन टेक्निकल टिमको इन्भल्भमेन्टले गर्दाखेरि फिल्मको प्रोडक्सन क्वालिटी र टेक्निकल स्ट्यान्डर्ड धेरै माथि पुगेको छ। नेपालमा यस्तो क्वालिटीमा काम गर्ने टेक्निसियनको अभाव देखेर नै प्रियङ्का र आयुष्मानले इन्डियन टिमलाई ट्रस्ट गरेको हुनसक्छ। समग्रमा हेर्दा मास्टरनीले नेपालको समाज र राजनीतिका पावरफुल व्यक्ति र सिस्टमले कसरी काम गर्छ भन्ने रियालिटीलाई पनि देखाएको छ। फिल्म हेर्दा सुरुदेखि अन्तिमसम्म बोर लाग्दैन। फिल्म राम्रो बनेको छ। आफ्नी छोरीलाई बचाउन एउटी आमा अनि मास्टरनीले गर्ने सङ्घर्षमा बनेको एउटा क्राइम स्टोरी हो। वान टाइम वाचको लागि यो एकदमै रिकमेन्डेड राम्रो प्रस्तुति भएको नेपाली सिनेमा हो। फिल्म मास्टरनीको हाम्रो रिभ्यू र एनालाइसिस कस्तो लाग्यो कमेन्ट गर्नुहोला। भिडियोलाई लाइक र हाम्रो च्यानललाई सब्स्क्राइब गर्न पनि नबिर्सिनुहोला। धन्यवाद। मेरो बाउ सिनाजसको हो को हो तेरो बाउ? जसको नामले मात्रै काठमाडौँ हल्लिन्छ। महेश कुमार शर्मा। अतीतलाई बिर्सिने भनेको होइन, बट अतीतलाई अतीतमै छोड्ने। शर्मा यति एयरलाइन्सको फ्लाइटबाट पोखरा गएको थियो। यो इन्भेस्टिगेसन होइन।